मार्ने का पीछे दियो छैन हालेको भुराया भारतीय का त बिसर्दै पर्छ का कहाँ दुई चोट हालेछ यहाँ केही माछा भयो सडक खोदिन्छु मैले ओइ ओहे त्यो अन्डा ल्याएन माछा कहाँ दियो हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला र म पनि एकदम बवाल छु गाइज। अनि आज चाहिँ मर्निङ भ्लग भयो। कति बजे मात्रै? अहिले 7 बजे 2 मिनेट भयो। अहिले चाहिँ 7 बजे 2 मिनेट भयो। आज चाहिँ हामी फिसिङ जाँदैछौँ गाइज हाम्रो दाइहरूसित। उता दाइहरू आइरहनु है, बिरन दाइहरू दाइ गरेको है। अब हामी जान्छौँ अनि माछा मार्छौँ है, हेर्नु होला है त। त्यहीँ गएर देखाउँछ है। अब यो बाटोको के देखाउने होइन, लेकसाइडको बाटो सधैँ हामी चाहिँ अझै पनि आइछौँ होइन। अनि धिरन दाइ र देव चाहिँ वाइ स्टिक लिने भनेर गयो। अनि हाम्रो यता आज दोर्जी दाइ के छ? ठिक छ नि होइन? कत्रो यत्रो यत्रो हान्ने है। ल यहाँ चाहिँ छुर्पी रहेछ है गाइज। यता बाटो भयो, यहाँ छुर्पी रहेछ। यो चाहिँ अब पुसेर केटाहरूलाई खुवाउँछौँ है होइन? होइन दाइ कसलाई खुवाउने? धिरन दाइलाई ल है त। छुर्पी पुस्न पऱ्यो अलि पहिला। स्पोर्टमा आइसक्यौँ हामी चाहिँ। अब दाइहरू चाहिँ एकजना प्राइज थपिनु भयो हामीसित एक्सपोर्ट दाइ। अनि हामीले अब उसहरू चाहिँ टन्नै लिएर आइसक्यौँ होइन। यही हो ठाउँ चाहिँ। अब बिहान बिहानै भ्यू चाहिँ हेर्न सक्नुहुन्छ कस्तो छ हाम्रो लेक साइडको भ्यू। अलि देखिँदो रहेछ यहाँ र नत्र। धिरन दाइले चाहिँ त्यहाँ रेडी बनाउँदैछन्। धिरन दाइ उस खाने हो छुर्पी? त्यो चुई खानुहुन्छ नि? लाउनु त्यो चुइकम फाल्नु पहिला। ठिक छ नि छुर्पी? गड्यौला है यसरी है मार्ने। फर्स्ट टाइम आएको गाइज अब कस्तो हुन्छ है। पहिला एक होइन सेकेन्ड टाइम हो। पहिला चाहिँ 4 घन्टा बसेर बेगनास्तालमा एउटा नि नपरि गएको गाइज है। अहिले चाहिँ अब दाइ एक्सपोर्ट दाइहरूसित आइयो। देवले पनि पहिला मारेको थियो अरे। अब दाइ हाम्रो धिरन दाइले त पहिल्यैदेखि मारिराखेको बानी। धिरन दाइ हेर्नु आचार लगाइदिनु। गड्यौला हाल्दै हुनुहुन्छ हाम्रो धिरन दाइले भनेको। Inside of me, you better watch out. If your enemy's a road ahead, a full prophecy to be the greatest beast the world has ever seen. I feed him every day like the bones clean. I feed him all the hate and he grows me. And he gets cause real big, pissed off quick. And if you cross him, you might drop dead. Metaphorically, of course, settling the score. Never getting bored, loves of blood and gore. Always wanting more, freedom from the source. They don't really listen until they feel the force of party. And if you start shit गाइज म चाहिँ यहाँ होइन दाइहरू चाहिँ उता गइसक्नु भयो। मलाई चाहिँ यहाँ स्टिक थमाएर होइन अब फर्स्ट टाइम हो गरेँ। ब्लड तानेको माछा पऱ्यो भने यस्तो झाडी रहेछ गाइज। अब यहाँ चाहिँ मलाई भन होइन, म चाहिँ दाइहरूसँग जान्छु त्यता फाल्छु है। जोक छ गाइज हालत यस्तै। 8 बजे आएको अझसम्म यस्तै नै हिँडिराखेको छ। अब केटाहरू यहाँ आफ्नो तालमा छन् होइन। दाइलाई हेर्न जाऊँ है। धिरन दाइ के हुँदैछ? बन्दैछ पर्छ नि होइन? छुर्पी खाइराखेको छ नि? ल दाइहरूले चाहिँ माछा मार्नु भएको छ है त्यत्रो। आमा यत्रो छ। त्यसमै परेको हो दाइ? ए ओइ कति किलोको होला दाइ? 2 केजी त छ। 2 केजी छ है? यो त झन्डै खतरा पर्दिराख्यो नि। म पार्छु भनेको हैन त नि। ताने यो बाँसले यत्रो हो नि पानीमै जानु भएको। फकाइ तान्यो फकाइ जोडले तान्यो भने त चुडाइहाल्छ नि। कम दुःख गर्यो तान्नलाई। ओइ देखो यो हेर्नु त डेन्जर ठुलो छ ढुङ्गामा। फकाइ ताने हेर तान्न सक्नु यार। यो अलि कति त लाग्छ जम्मा चाल्न सकेन। है तेरी झन्नै भयो। ओइ यो त ढुङ्गामा 2-3 केजी को छ। है निकाल्नु साला त्यही त भत्रो अलि कति मात्र लाएर त्यतिले अल्झेको है। ल देखो त धिरन दाइ यता यता यता। ल बिगडेको आइछ है। ल है बल पऱ्यो ल अलि त मेरो पनि त्यही मा खाप्ने
फेरि त्यही गर थप्पन यहाँ आइरहेछ के सानो मलाई उता जानुपर्ने काम पर्यो यार कहाँ म गएर आउँछु है भाग्दैन ओइ अब त पानी नपुग्ला नि किन एउटा फोटो खिचिदिन्छ ल गाइज हामी चाहिँ अझै मार्दैछौँ त्यही अहिले एउटा बाइक अरू चाहिँ परेको छैन होइन त्यो दाइ चाहिँ जानुभएको थियो बाहिर आउनु भएको छैन नि त अनि फाइनल्ली अर्को दोस्रो पऱ्यो बल्ल है दोस्रो चप्पलले हान्नु चप्पलले जाला उतै अहिले पानीमा तल ए ज्वरो लगाइदिन्छ मुला दोस्रो तेस्रो हो क्या है दाइले दुईटा पार्नु थियो तेस्रो नि दाइले पार्नु आएर ल झट्टै तानेको है कराउँदो रहेछ त कराउँछ नि ल गरेको के हामी त आमा गर्मीले मर्न लाग्यो अनि कोही दाइहरू नि निक्लिसकेको थियो देवहरू नि उता गर्थ्यो अनि मोटेर म के बस्नु अब भनेर त्यही मासु के अरे मासु अरे माछा बनाएर खाने भनेर हिँडिसक्यो र हामी चाहिँ यता होटेलमा बसिसक्यौँ अब होटेल मारियो नि मजा आयो कस्तो अनुभव भयो हजुरको हातबाट दिनभरि यहाँ एउटा माछा नि नपर्दा कस्तो अनुभव भयो उता घुमेर यही है माछा आमा मैले कत्रो देखेको यार यो त यार दुईटा चाहिँ यो भयो उत्रु उत्रै रहेछ है यो दुईटा त यो चाहिँ यही हो अलि के माछा यो ह माउर अरे छोडा बुढो तिमी ध्यान आउँछ लगाइ चाहिँ अनि अर्को त्यस्तै ठुलो माछा पर्दै थियो दाइले पार्दै हुनुहुन्थ्यो यार बल्छी भाँची यार टुप्पो खोइ यसको खोइ टुप्पो यार बल्छी यस्तरी भाँचियो गाई है हेर्न सक्नुहुन्छ है आयो है आयो ल त्यो अन्डा ल्याएन है त सबैले है हाम्रो हन्तकालेहरूले खाइसके दाइ ठिक छ मिठो छ ल गाइज हामीले चाहिँ अब खानपिन पनि भइसक्यो अनि अब चाहिँ निक्लिन्छौँ गाइज अनि अब म चाहिँ बाइकमा गएर देखाउँछु अलिअलि हामी चाहिँ अब यता माछा हेर्न जानु लागिसक्यौँ दाइको त्यो उसबाट यता भित्र रहेछ हामी चाहिँ यता माछा लिने भनेर आएको खासमा अब के हुन्छ हेरौँ मान्छेहरू छ यता चाहिँ माछा मार्दै हुनुहुँदो रहेछ कि अब हामीलाई त आउँदैन नि त त्यही नि हेरौँ भनेर आएको है उयो रहेछ अघिको मात्रै रहेछ क्या अझै ठुलो छ क्या है यो अलिकति ठुलो होला त्यत्रै होला ऊ यहाँ त ठुलै छ ऊ यहाँ नि छ सबै चिली मात्र अब मलाई राखेर तिमीले भुरा छोडेको होइन म त के भन्ने त नि म त पैसाले काम गर्न आएको म त पैसाले आएको खोला माछा मारे यहाँ आएको अघिको माछा बेच्नु भयो के गर्नु भयो उहाँ घाँस काट्नेलाई बिचरा 1000 मान्छे लिन्छ सेतो सेतो अब हामीलाई दिनुपर्छ 1500 3000 को जेला हो ऊ है यो कता माछा ऊ यताको त सिलिन्डर लानी के माछा चाहिएको दिन्न माछा कुरै नगर हुन्न तिम्रो कोले सोल्दा हालेको माछा पुरा फल घरको माछा नि सोच्छ म फेरि पिता खाला आइदिया या आइमा काम आयो छोटो मान्छे आउँछ सधैँ एरिया किन खाना पर्यो किन दिन तँलाई घरको चल 2 चल गएर माछा तिमीलाई कसले हाल्यो भने अर्का भाडा लिएको पोखरी तिमी त्यसै माछा पाल्यो भने या भनेपछि पछि चाहिएन मलाई चाहिन्न जा ल त्यो भन्नु नि त को चाहे पनि उठ्या उसकै छ ट्र्याक्टर हैन जाल चाहिँ माछाले च्यात्दो रहेछ आफैले मित्र मणिको त्यसको बिगुडे त्यसको बाउले बनाउँछ क्या इन्जोरस भयो मैले माछा हालेको यहाँ भनेछु मलाई माछा चाहियो दिन्न
तँलाई कसले हाल भने नि के थाहा नि मलाई पहिला हालिदिस् मलाई पनि लिएको भाडा यो तँ लिएको भाडा हो तँ धेरै बोल्नु पर्छ फेरि मैले धेरै बोले यहाँ कस्तो गर्यो यहाँ पानी डुबी हामी कति काम गर्नुपर्छ यहाँ घाँस काटे मागेछ त नि मैले भाडा तँलाई तँलाई किन हालिस् मसँग नसकेन ल भन् किन हालिस् ज्वाइँले भन्ने मलाई भन्ने होइन किन भनिन्छ यसलाई ज्वाइँले हालेको त मैले हालेको त मैले त खाना लगाएको त्यो माछा म सोही हाल्नुपर्छ यो कसले लिएको भाडा भनेर ज्वाइँले ल आदि पाउँछ भनेर लिएर अनि मैले के हुन्छ लन्छ नि हाल्नुहुन्छ नि तपाईँलाई नि हुन्छ एउटा कम गरेर भुरा आएको छैन माछा लिएको भने गरौँ सार अझ बिहान बिहान घाँस पनि खान्छ माछाले ठुलो भनेको माछाले यस्तो घाँसहरू खान्छ अब खोलामा गएर काटेर लिएर आउनुपर्छ यस्तोहरू खान्छ क्या यो त एकछिनमा आदि केजी मर्छ केटालाई पठाइदिउँ भनेको ल हजुर छुट्टी उल्टो गर्छ यार जानु भने राम्रो कुरा गरेर छ यार अनि के भनेछ र ग्रासै काट्ल्याउ भनेछ मैले हाम्रो ठिलाबी पनि पैसा पर्छ यहाँ त्यो ठिलाबी पैसा नपाइन्छ दाना किलो खुसीले दिनु भनेको मैले थोरैमा आएको भनेको त नि हाम्रो अर्डर छ हप्ता अर्डर छ हाम्रो यहाँ चिन्न सकेन अहिले हाम्रो यहाँ भित्रको पनि पैसा पर्छ यहाँ साथी भन्छ नि मलाई त बिचा नपाएर तिमीलाई पाएको होइन क्या हो अब उसले अब हालिदियो अब ठिक छ अब सासू ससुरको उसमा पोखरी हालिदियो त मलाई के थाहा त नि अब उसले लिएर गयो हालिदियो ल दुई मैले 15वटा मैले हाल ल यहाँ हाल भनेर मैले देखेको नि छैन होइन मैले नगरेको भए मैले यसरी भन्न आउँथेँ म पनि भन्दिनँ अह नि भन्दिनँ होइन मैले नहालेको भए मैले भन्न हामीले भाडा लिन्छ हामीलाई सोहेर पो हाल्ने हो जहीँ सोहेर हाल्ने हो र अब रिजर्भ ल्याइसक्यो माछा यसले अनि खर्च दिएर तँलाई माछा निका पछि दिन्छ छैन हालेको भुरा यहाँ भाडातिर गयो त 20 रुपियाँ पर्छ क कहाँ दुईचोटि हालेछ यहाँ केही माछा भयो चढेर खोजिदिन्छु मैले बुझिस् धेरै उ नगर मेरो अगाडि हामी पनि बुढा छु यस्तो हालेको त्यो भनेको त नि तिमी एक्लै बोल्ने हो र अब हामीले म थिएन त्यो काले थिएन अब कोही थिएन हामी पनि थिएन हामीलाई थाहै छैन ल है बल्ल सुरु हुन लाग्यो यत्रो बेर बस्यो हामी चाहिँ अब सुरु भयो गाइस दाइहरूले चाहिँ जाल हान्नु भयो त्यसरी यो माछा पार्ने त्यसै पर्छ त्यो जाल पनि फिजिन्न होला कहाँ फिजिन्छ त्यसै फिजिन्छ ओए जाल त ध्वस्त बनाउने रहेछ नि यिनीहरूले गए जस्तो लाग्यो मलाई ओए नमस्कार ओए फुत्कियो यता नजिकैको हेरौँ न एकचोटि यहाँ परिहाल्छ कि ठुलो अच्छा कहाँ दियो बाम अब हामी चाहिँ फर्किन्छौँ माछा मारेको ल आउनु दाइ हेलमेट लिएर आउनु है हामी चाहिँ फर्किन्छौँ अनि माछा मारेको चाहिँ हेर्नुभयो होला अनि अब त्यहाँ अलिअलि त्यस्तै लफडा पर्ला जस्तो नि भइरहेको थियो त्यो पनि हेर्नुभयो होला अब त्यस्तो भन्न नभने ठिकै छ हेर्दै जानु अब म बाटोमा गएर देखाउँछु है त हामी चाहिँ निक्लिसक्यौँ गाइज अनि हेर्नुभयो होला भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि एउटा मिठो कमेन्ट छोडिदिनु होला गाइज अनि आजको दिन चाहिँ यसरी नै गयो भोलिबाट काम हुन्छ फेरि अनि एक हप्ता चाहिँ अब निक्लिन पाइँदैन नि त
ल गाइस म चाहिँ भर्खरै घर आइपुगेँ अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो भनिदिनु होला एउटा मिठो कमेन्ट चाहिँ छोडिदिनु होला अनि साथ सपोर्ट चाहिँ दिनु होला गाइज है अब हामी चाहिँ सुरु गर्दैछौँ नि त अझै प्रगति मेहनत गर्दैछौँ 2081 मा भन्दा 82 मा चाहिँ मेहनत अझै राम्रो भइरहेको छ गाइज अझै यसरी नै साथ सपोर्ट दिँदै जानु होला आजलाई चाहिँ यति नै